साथीहरू, हामी पनि जीवनमा जन्मदेखि लिएर अन्तिम समयसम्म केही न केही जम्मा गर्नको लागि आफ्नो जीवनभर लागि नै रहन्छौँ। जति हामी गर्न सक्छौँ त्यति त हामी गर्छौँ नै, तर त्यसको बावजुद पनि हामीहरू अझै धेरै पाउन चाहन्छौँ, हामी अझै धेरै जम्मा गर्न चाहन्छौँ। यसले हाम्रो मनमा हमेसा अझै पाउनेको एउटा अशान्ति बनेर रहन्छ। यसले हमेसा हाम्रो मन विचलित हुने गर्दछ अनि हामी कहिले पनि एउटा लक्ष्यकोतिर अगाडि बढ्न सक्दैनौँ। तर यसको बावजुद पनि हामी कहिले पनि आफूले आफैलाई एक पलको लागि शान्त हुन दिँदैनौँ। एउटा कामबाट अर्को काम, अर्को कामबाट तेस्रो काम, तेस्रोबाट चौथो, यसरी नै हामीले आफ्नो जीवन पुरै तरिकाले गुमाउने गर्दछौँ। तर कहिले पनि हामी एक क्षण एक पलको लागि मौन रहँदैनौँ। यही कारणवश हामी जीवनभर भागी नै रहन्छौँ, दौडी नै रहन्छौँ, तर त्यो आफ्नो भित्रको शान्तिको अनुभव हामी कहिले पनि गर्दैनौँ। त्यही कारणले हामीहरूले सबै चिज प्राप्त गरेर पनि केही प्राप्त गर्दैनौँ। हाम्रो जीवन पुरै तरिकाले व्यस्त हुने गर्छ। यसैले साथीहरू, तपाईँहरू पनि आफ्नो जीवनमा कुद्दा कुद्दै थाक्नु भएको छ भने एक पलको लागि मौन धारण गर्नुहोस्, किनकि त्यसले तपाईँलाई त्यो ऊर्जा प्रदान गर्छ जसको मद्दतले तपाईँले आफ्नो जीवनमा सही दिशा प्राप्त गर्न सक्नुहुन्छ। आफ्नो भित्र हेर्ने कोसिस गर्नुहोस्। हामीहरूमध्ये एकदमै धेरैजनाले मौनको व्रत अवश्य पनि राख्छौँ नै होला, तर केवल यो बाहिरी तहबाट मात्र हुने गर्दछ अनि भित्रपट्टि हाम्रो मन बिल्कुल अशान्त रहन्छ। हामीलाई कुनै चिजमा पनि चैन मिल्दैन। हामी केवल यहाँ त्यहाँ भाग्न मात्रै चाहन्छौँ, केही न केही जम्मा गर्न चाहन्छौँ जसले हामीलाई कहिले पनि शान्ति मिल्दैन अनि हामी यूँ ही जीवनको यो भाग दौडमा लागि नै रहन्छौँ। अब तपाईँहरूमध्ये कतिजनाले यो भन्नुहुन्छ, मौन कसरी प्राप्त गर्ने, कसरी हामी हाम्रो भित्रतिर गएर आफ्नो मनलाई शान्त गर्ने? तब यसको एउटा सिधा र सरल उपाय छ, ध्यान। आफ्नो विचारलाई आफूले आफैलाई ध्यानसित हेर्नुहोस्। तपाईँ दिनभर के गर्नुहुँदैछ, तपाईँ कहाँनिर कति समय दिनुहुँदैछ? जब तपाईँ कुनै चिजलाई भइरहेको देख्नुहुन्छ अनि तपाईँको मनमा कुन प्रकारको विचार उत्पन्न हुँदैछ, तब तपाईँले यो कुरा पनि बुझ्नुहुनेछ तपाईँले कति व्यर्थको कुरा सोच्नु हुँदैछ जसको वर्तमानसित कुनै सम्बन्ध हुँदैन। अनि अर्को कुरा, तपाईँ यो कुरा पनि एकदमै राम्रोसित जान्नुहुन्छ होला, तपाईँभन्दा बेहतर तपाईँलाई अरू कसैले जान्न सक्दैन। यसैले तपाईँभन्दा बेहतर तपाईँको अरू कसैले परिवर्तन गर्न सक्दैन। निरन्तर कोसिस गरिराख्दाखेरि मनलाई पनि तपाईँले अवश्य पाउनुहुनेछ अनि आफ्नो जीवनलाई सही दिशा, सही दशा दिनमा सक्षम हुनुहुनेछ।